हेलो एभ्रिवान, वेलकम टु डे 4। आज चाहिँ डे 4 म बिहानै उठेँ, फ्रेस भएँ अनि त्यसपछि ओछ्यान मिलाउनतिर लागेँ होइन। बिहानै उठेर आज पनि मैले उहाँलाई ब्रेकफास्ट बनाइदिइसकेँ। आज पनि मैले पाउरोटी, ब्रेड अनि चिया ब्रेकफास्ट उहाँलाई रेडी गरिदिएर अनि उहाँ अफिस गइसक्नु भएपछि घरको काम गर्नतिर लागेँ। अब मेरो मम्मीले भन्ने गर्नुहुन्थ्यो कि यो घरको काम चाहिँ बरु म सकिन्छु होला, यो घरको काम कहिले पनि सकिँदैन भनेर भन्नुहुन्थ्यो कि है। त्यो चाहिँ अहिले मैले रिलेट गर्न सकिरहेको छु कि हो कि जति गरे पनि सकिँदैन होइन, गरे पनि देखिँदैन। घरको काम चाहिँ नदेखिने जस्न पाउने काम रहेछ मम्मीहरूले भन्ने गर्नुहुन्थ्यो। अहिले मैले फिल गरिरहेको छु अहिले। अनि आज चाहिँ अक्षय तृतीया रहेछ नि त होइन। अनि आन्टीले मलाई बिहानै यो सातु अनि यो यो शरबत ल्याएर दिनुभएको थियो अनि मैले यो खाएर फ्रेस भएर अनि त्यसपछि म एक्सर्साइज गर्नतिर लागेँ। यो चाहिँ मैले फर्स्ट टाइम खाएको। अक्षय तृतीयामा चाहिँ यो खाने चलन रहेछ नि त होइन, त्यही भएर मैले फर्स्ट टाइम खाँदैछु। योभन्दा अगाडि चाहिँ खाएको थिएन। त्यसपछि मैले अब एक्सर्साइज गर्नको लागि म्याट ओछ्याएर रेडी गरेँ अनि म एक्सर्साइज गर्नतिर लागेँ। अनि मेरो चाहिँ डे 4 भएको भएर चाहिँ मलाई चाहिँ हिजो डे 3 मा चाहिँ एकदम जिउ दुखेको थियो कि अब बिस्तारै बिस्तारै जिउ दुख्दै आउँछ त होइन। हिजो चाहिँ अलिक जिउ दुखेको थियो, अब आज हेरौँ कस्तो हुन्छ। अनि 1-3 दिन भयो नि त मैले गर्न थालेको, आज सुद्धा 4 दिन हुन्छ। अनि अलिअलि डिफ्रेन्स आएको हो कि भने आफूलाई अलिअलि मात्रै फिल भएको छ, थोरै अहिले भर्खर 4 दिन त भएको छ। अनि त्यो ज्वानो पानीले चाहिँ एकदम हलुका गराउँदो रहेछ। नत्र चाहिँ मेरो अरू बेला चाहिँ पेट फुलेर डुम्म भएको जस्तो भइरहन्थ्यो, तर अहिले चाहिँ एकदम हल्का जस्तो फिल भएको छ। अनि एकदम राम्रो हुने रहेछ यो पानी चाहिँ। यदि हजुरहरू पनि ट्राई गर्न चाहनुहुन्छ भने ट्राई गर्नु होला। यदि हजुरहरूको पनि अब ग्यास्ट्रिकले एकदम धेरै पीडित हुनुहुन्छ, ग्यास्ट्रिकको समस्याले गर्दाखेरि गाह्रो भइरहेको छ भने यो पानी चाहिँ ट्राई गर्न सक्नुहुन्छ। र वेट लस गर्नुको लागि पनि यो पानी चाहिँ एकदम सुइटेबल हुन्छ है। अनि यता इन्डियन सेलिब्रिटी छ नि हाम्रो मलाइका अरोरा होइन, उहाँले पनि यो पानी चाहिँ पिउनुहुन्छ अरे कि एभ्री डे बेलुका नै भिजाएर राखेर अनि बिहान अझ फ्रेस हुनुभन्दा अगाडि ब्रस गर्नुभन्दा अगाडि नै पानी खाएर अझ ब्रस गर्न जाँदाखेरि चाहिँ अझ बेटर हो अरे होइन। त्यही भएर मैले पनि रेगुलर 30 डेज नै अब यो ट्राई गर्छु, यो खान्छु भनेर सोचेको छु। हेरौँ यसले काम गर्छ जस्तो लागेको छ मलाई चाहिँ। अनि बिहेपछि मान्छे मोटाउँछ भनेर धेरैले भन्थे नि त होइन, यो चाहिँ साँच्चै नै हो रहेछ। यो चाहिँ अब मान्छेको भनाइ मात्रै नभएर यो चाहिँ साइन्टिफिक अलिकति हो पनि जस्तो लाग्यो। किनभने बिहेपछि चाहिँ अब यदि आफ्नो पार्टनरसँग खुसी छ, एकदम धेरै ह्याप्पी छ भने चाहिँ ह्याप्पी हर्मोन्सहरू धेरै नै हाम्रो बडीमा रिलिज हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदम अब वेट गेन हुन्छ अरे कि होइन। अनि त्यसले गर्दा पनि भयो। अनि बिहेपछि चाहिँ अनि हर्मोनल चेन्जहरू पनि हुन्छ अरे, त्यो भएर पनि वेट गेन चाहिँ हुन्छ अरे क्या। अनि मैले यसो रिसर्च गरेको थिएँ होइन। नत्र मेरो बडी चाहिँ यस्तो धेरै हुसुसु मोटाउने बडी चाहिँ होइन क्या। किनभने नेपाल हुँदा खाने र यहाँ अहिले खानपान चाहिँ सेम नै छ, केही पनि फरक छैन। तर नेपालमा हुँदाखेरि त मोटाउने ज्यान थियो, मोटाएको थिएन। तर यहाँ आएपछि मोटायो भन्ने मतलब चाहिँ बिहेपछि मोटाएको हो नि त म होइन। त्यही भएर बिहेपछि चाहिँ अलि हर्मोनल चेन्जहरूको कारणले गर्दाखेरि चाहिँ मोटाउने रहेछ भनेर चाहिँ थाहा पाएँ मैले चाहिँ है। म यसो रिसर्च गरेको थिएँ। यस्तो हुसुसु मोटाउने त होइन त, महिनाको 2 केजी मोटाइरहेको छु म। यहाँको 3 महिना भयो होइन, अनि 6 केजी मोटाइसकेँ। अनि महिनाको 2 केजीको हिसाबले मोटाएको हो नि त म होइन। त्यही भएर यसलाई चाहिँ जसरी पनि घटाएर मैले 50 पुर्याउनु छ होइन। त्यसपछि मैले आज चाहिँ प्लान गर्न थालेँ। हिजो चाहिँ मैले डे 3 मा 40 सेकेन्ड पुर्याएको थिएँ होइन। अब आज चाहिँ कति पुर्याउँछु हेरौँ, लेट्स सी। आज मैले पुर्याएँ 45 सेकेन्ड। वाउ होइन, दिन प्रतिदिन 5 सेकेन्ड 10 सेकेन्ड बढ्दैछ। हिजो 40 सेकेन्डसम्म होल्ड गर्न सकेको थिएँ, आज 45। अब भोलि हेरौँ, अब 1-2 सेकेन्ड गर्दै बढाउँछु। एकैचोटि गऱ्यो भने चाहिँ गाह्रो हुन्छ। एक्सर्साइज गर्ने बानी नै छैन नि त मेरो। नेपाल हुँदाखेरि नमोटाउने ज्यान हो होइन, एक्सर्साइज त कहिले पनि गरिँदैन थियो। त्यही भएर बानी छैन मलाई चाहिँ। हिजोबाट चाहिँ अलिकति जिउ दुख्न थालेको छ, अब बिस्तारै बिस्तारै गर्न थाल्छु। अनि मैले चाहिँ यो कन्टेन्ट स्टार्ट गर्नुको मोटिभ चाहिँ होइन, अब्जेक्टिभ्स भनेको चाहिँ अरू बेला नेपालमा हुँदाखेरि होइन अब जब गरिन्थ्यो दिनभरि, अब बिजी हुन्थ्यो नि त होइन। अब अहिले त म दिनभरि घरमै हुन्छु, के गरेर बस्ने त भनेर अनि आफैले यो ब्लग स्टार्ट गरेको छु क्या मैले चाहिँ। ब्लगिङ गर्छु भनेर होइन, केही न केही त क्रिएटिभिटी गर्नु पऱ्यो। त्यही भएर ब्लग गर्दै आफ्नो क्रिएटिभ होइन, आफ्नो कुराहरू, आफ्नो म दुबईमा कसरी बसिरहेको छु, के गर्छौँ होइन, हाम्रो डेली एक्टिभिटिजहरू चाहिँ हजुरहरूलाई सेयर गर्दैछु। कस्तो लागिरहेछ हजुरहरूले होइन, कमेन्ट गरेर फिडब्याक गरिदिनु होला। र एकदम धेरै सपोर्ट गरिरहनु भएको छ। अनि आजकल चाहिँ युट्युबको सर्ट्सहरूमा पनि भिडियोहरूमा पनि एकदम धेरै राम्रो भ्युजहरू आइरहेको छ। यसले गर्दाखेरि चाहिँ छुट्टै मोटिभेसन मिलिरहेको छ कि है। अब खासमा
चाहिँ अब जब स्टार्ट नभए जेलसम्मको लागि चाहिँ अब के आफ्नै पर्सनल क्रिएटिभिटी केही गरौँ भनेर स्टार्ट गरेको यो हाम्रो युट्युब च्यानल, युट्युब ब्लग होइन। तर एकदम धेरै माया गरिदिनु भएर चाहिँ, सपोर्ट गरिदिनु भएर चाहिँ राम्रो भ्युजहरू आइरहेको छ। यसरी नै सपोर्ट गरिदिराख्नु होला र अझै धेरै भिडियो बनाउनेछौँ अब हामीहरू चाहिँ होइन। म कन्टेन्ट क्रिएसनबाट पैसा आउनु भनेको पनि एकदम राम्रो हो। कति होइन अरूको अन्डरमा बसेर जब गरेर होइन 9 to 5 9 to 10 जब गरेर अरूको अन्डरमा बसेर लाइफ पिउने त होइन। कन्टेन्ट क्रिएसनको लाइफ भनेको चाहिँ एकदम फ्रीली लाइफ हुन्छ नि त, फ्रिडम हुन्छ नि त होइन। अब आफ्नो टाइम अनुसार गर्न पायो नि त जे पनि होइन। जब भएपछि त 9 to 5 जब हुन्छ, टाइममा छुट्टी पनि मिल्दैन, कहीँ घुम्नु जानु पऱ्यो, कहीँ अब कसैलाई भेट्न जानु पऱ्यो, केही आपत पऱ्यो भने छुट्टी माग्नु कति गाह्रो हुन्छ। कन्टेन्ट क्रिएसनको बाट होइन कन्टेन्ट क्रिएट गरेर पैसा कमाउनु भनेको चाहिँ साँच्चै राम्रो कुरा हो कि। त्यही भएर मैले चाहिँ धेरै इन्फ्लुएन्सर, धेरै युट्युबरहरूबाट चाहिँ एकदम हिट भएर क्या होइन, उनीहरूको जर्नीबाट हिट भएर चाहिँ यो युट्युब चाहिँ स्टार्ट गरेको छु। युट्युबमा चाहिँ अब मोनिटाइज हुन चाहिँ 1000 सब्सक्राइबर हुनुपर्छ, 4000 वाच आवर हुनुपर्छ। त्यो भएपछि चाहिँ युट्युबले पैसा दिन थाल्छ क्या होइन। अब आफैमा टाइम स्पेन्ड गरेर चाहिँ अब आफै चाहिँ ब्रान्ड हुने हो कि अब चाहिँ होइन। कति अरूको कम्पनीमा काम गरेर होइन लेबर जस्तो भएर काम गर्नु त अब आफै ब्रान्ड हो नि, अनि आफैलाई चाहिँ रिकगनाइज गराउने हो कि वर्ल्डमा होइन। त्यही भएर म चाहिँ त्योतर्फ लाग्दैछु अब चाहिँ आफ्नो पर्सनल ब्रान्ड बनाउनतर्फ। त्यही भएर फेसबुकले, युट्युबले चाहिँ अब रिल्सहरूको पनि होइन मोनिटाइज हुने सिस्टम आएको छ नि त होइन। युट्युब त पहिल्यैदेखि नै मोनिटाइज हुन्थ्यो होइन, मोनिटाइज भएपछि युट्युबबाट पैसा आउँथ्यो, त्यो त पहिल्यैदेखि नै हो। तर अब अहिले चाहिँ फेसबुकबाट पनि मोनिटाइज भएर पैसा आउँछ कि। त्यही भएर अब चाहिँ आफैमा इन्भेस्ट गरेर अनलाइनको थ्रु पैसा कमाउने जमाना आएको छ। त्यही भएर म चाहिँ यही गर्दैछु। प्लिज साथीहरू सपोर्ट गरिदिनु होला, सपोर्ट गरिराख्नु भएको छ। अब आगामी दिनहरूमा पनि अझ धेरै सपोर्ट गरिदिनु होला। आजको एक्सर्साइज सकेँ, आज चाहिँ अलिक बढी थकाइ लाग्यो। हिजो र आज चाहिँ अलिक थकाइ लाग्न थालेको छ। अब पानी नहुन्जेलसम्म चाहिँ 1 हप्तासम्म चाहिँ अब जिउ दुख्छ होला, सायद हात खुट्टाहरू दुख्न थाल्छ होला। अब यसलाई चाहिँ म कन्टिन्यू गर्छु। गाह्रो भए पनि, बढी दुखे पनि होइन, हात खुट्टा दुखे पनि अब यसलाई चाहिँ कन्टिन्यू गर्नुपर्छ। फेरि कन्टिन्यू गरेन भने चाहिँ झन् जिउ पनि बिग्रिन्छ, गाह्रो हुन्छ नि त होइन। त्यही भएर म चाहिँ यो कन्टिन्यू गर्नेवाला छु। अनि मलाई चाहिँ एकदम धेरै गर्मी भयो। अहिले चाहिँ दुबईमा गर्मी स्टार्ट भइसकेको छ। अब चाहिँ गर्मी सुरु भयो। जस्तो चाहिँ यहाँको बिहान 6 बजेदेखि नै एकदम चर्को घाम छर्किन्छ अनि दिउँसोको टेम्परेचर चाहिँ 35 क्रस भइसकेको छ। अब गर्मी स्टार्ट भयो। 2 घन्टापछि अनि मैले खाना खाएँ। अहिले चाहिँ म खाना पनि एकदम ठिक्क खान्छु कि होइन। अरू पहिला चाहिँ मैले अलिक धेरै खान्थेँ जस्तो फिल हुन्थ्यो होइन मलाई चाहिँ होइन। अहिले चाहिँ म एकदम ठिक्क थोरै खाना थालेको छु। अनि साथीहरू यो हेर्नुहोस् न होइन, हाम्रो बिल्डिङको साइडमै होइन कन्स्ट्रक्सनको काम हुँदैछ नि त होइन। यहाँ चाहिँ नेपाली इन्डियनहरू हुनुहुन्छ हेर्नु न, एकदम 35 डिग्री छ क्या अहिले होइन। त्योभन्दा बढी नै होला सायद। एकदम गर्मी छ। यस्तो गर्मीमा हेर्नुहोस् न, यहाँ हाम्रो नेपाली दाजुभाइहरू होइन, इन्डियनहरू यसरी काम गर्नुहुन्छ कि कन्स्ट्रक्सन काममा होइन। कति हामीलाई यहाँ घरभित्र होइन बस्दाखेरि शीतलै हुन्छ, बाहिर बसे जस्तो त गर्मी त हुँदैन नि त होइन। हेर्नु न त्यो तलको सर्फेस ग्राउन्ड पुरै कालो छ। त्यो तलको त्यो कालोले त कति तातो दिन्छ नि त झन् होइन। माथिबाट त्यस्तै चर्को घाम, तलको त्यो कालो सर्फेसले झन् एकदम तातो रिफ्लेक्ट गर्छ कि झन् होइन। कति तातो छ हेर्नुहोस् न साथीहरू। त्यस्तोमा काम गर्छन् क्या हाम्रो नेपाली दाजुभाइहरू यहाँ आएर होइन। यहाँ दुबईको चाहिँ 2टा साइड छ कि, एउटा चाहिँ टुरिस्ट एरिया, भिआइपी एरिया, बुर्ज खलिफा होइन, बुर्ज अल अरब 7 स्टार होटेल होइन, सुनको कफी पाइने ठाउँ त्यस्तो छ भने अर्को साइड चाहिँ यो साइड छ कि होइन। हाम्रो नेपाली दाजुभाइहरू यस्तो ठाउँमा आएर डेलिभरी बोय होइन, कन्स्ट्रक्सनको काममा यसरी एकदम धेरै मेहनत गरेर पैसा पठाउनुहुन्छ कि नेपाल। त्यही भएर यहाँ आएर काम गर्न चाहिँ, यो गर्मी ठाउँमा आएर काम गर्न चाहिँ एकदम गाह्रो छ। त्यही पनि हाम्रो नेपाली दाजुभाइहरू चाहिँ यहाँ आएर काम गरिरहनु भएको छ है। आज डे 4 को एक्सर्साइज पनि सकेँ मैले चाहिँ है। र अब साथीहरू सी यू इन डे 5। फेरि पनि नयाँ स्टोरी त के भनौँ होइन, यहाँको एक्सपिरियन्सहरू, यहाँ आएर मैले के कुरा अब हेरेँ बुझेँ होइन, कहाँ घुम्न गएँ, यहाँको एक्सपिरियन्स कस्तो भइरहेछ होइन। अरू भिडियो पछि म हजुरहरूलाई सेयर गर्छु है। तर साथीहरू आजको लागि चाहिँ सी यू, बाइ बाइ, थ्याङ्क यू भेरी मच फर वाचिङ है। यति गर्नु होला, लाइक, सेयर र सब्सक्राइब पनि गरिदिनु होला साथीहरू। बाइ बाइ, सी यू।